चारवटा यता बस्नुहोस् न नि ओ त्यहीँ हालिदिनुहोस् न विशेष फोटो खिचाइसक्यो भान्जाको हुनुपर्ने पानी खुवाइदेऊ राखेर खुवाइदेऊ घनश्यामजीले अहिले अब यस हाम्रो प्रभात नेउपानीको व्रतबन्ध कार्यक्रममा सहभागी सम्पूर्ण चाहिँ अतिथिज्यूहरूमा चाहिँ हार्दिक धन्यवाद चाहिँ छ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर घनश्याम भट्टराईजी पर्वत ब्यादी गाउँपालिका वडा नम्बर 3 बाट आउनु भएको छ। यसको लागि चाहिँ हामी एकदम हार्दिकताका चाहिँ साथ चाहिँ धन्यवाद दिएका चाहिँ छौँ र अरू इष्टमित्रहरू पनि सँगसँगै जुटिरहने भन्ने जुन हाम्रो निमन्त्रणालाई अब स्वीकार्दै आउँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ भनेर अघि घनश्याम सरले भन्नुभयो। ल एकदमै हामी अब हृदयदेखि नै चाहिँ धन्यवाद दिन्छौँ। खुसी एकदम धन्यवाद। हजुरको निमन्त्रणामा आउन पाइयो हामीलाई धेरै खुसी लागेको छ। राम्रो सफल फेरि हजुरलाई हामीहरूले बोलाउन पाइयोस्। हजुरको सफलताको शुभकामना। ल धन्यवाद।